आज चाहिँ मलाई एक्स्ट्रा तरिकाले खान मन लाग्यो के भने भातमा चटपटी हालेर काममा हुँदा चाहिँ मलाई यस्तो निन्द्रा लाग्छ त्यहीँ ढल्छु यत्तिकै हुन्छ के अनि घर गएर मजाले सुत्छु भनेर सोचे हुन्छु जब छुट्टी हुन्छ निन्द्रा पनि हराइजान्छ जसो तसो गरेर भए पनि 8 घन्टा चाहिँ कटाउँछु अनि घर आउँदाखेरि खानेकुरा केही हुँदैन क्या यहाँनिर मलाई एकदमै दुःख लाग्छ अनि मैले हतार चटपटे बनाएँ अनि हतार अर्को साइडमा कुकरमा खाना पनि बसाएँ भोक लागेर कतिखेर खानु भइरहेको थियो थोरै बनाउँछु भन्छु जहिले धेरै हुन्छ क्या चटपटे चाहिँ अनि मलाई एकचोटि टेस्ट गर्नु मन लाग्यो यस्तो मिठो भएको थियो अनि 2-3 चम्ची खाएँ मैले चाहिँ त्यसपछि मैले भातसँग खान स्टार्ट गरेँ वाउ यस्तो मिठो भएको थियो छी चाहिँ नभन्नु ल मलाई यस्तै मनपर्छ थ्याङ्क यू सो मच फर वाचिङ भोलि फेरि अर्को भिडियो लिएर आउनेछु